यो किन यही कुरा मैले निकालेको भन्दा चाहिँ अब हामीले फाल्टु केही धेरै पढ्नु बुझ्नु पर्दैन। हामी बाइबलको एकदमै ठुल्ठुलो ज्ञानी विद्वान पनि हुनु पर्दैन, किनभने यही कुरोलाई हामीले घरिघरि बुझेर यही कुरालाई घरिघरि दोहोऱ्याएर अनि हामीले त्यसमा सिद्ध हुनु मात्रै हो। 12 2 पिटर 1:12 भन्छ, यसै कारण म यी कुराहरूको विषयमा तिमीहरूलाई सधैँ सम्झना गराउनको निम्ति लापरवाही हुने छैन। हुन त तिमीहरू यी कुराहरू जान्दछौ र हालको सत्यतामा स्थिर छौ। कतिवटा कुरा जाने तापनि दोहोरिन्छ क्या त। समय चाँडै आइरहेछ भने म जान्दछु। 15 पद, त्यसमाथि मेरो मृत्युपछि तिमीहरूले यी कुराहरू सधैँभरि सम्झनामा राख्न सक भनी म प्रयत्न गर्दछु। पत्रसले पनि, प्रभुको दास पत्रसले पनि फाल्टु फाल्टु कुराहरू बताएन, जानेकै कुराहरू घरिघरि सम्झनामा ल्याएको छ। घर जस्तो नभएर भट्टी जस्तो भयो, रोटी पोल्ने भट्टी जस्तो। अब किन कसले बनाएको? एउटा नजान्ने मिस्त्रीले बनाएको, सब बिगार्यो। अब भोलि पर्सि त्यो जग्गामा तपाईँले त्यो जग्गा किन्नुभयो, ल्यान्ड किन्नुभयो भनेदेखि यो घर रहेछ भइहाल्यो भनेर तपाईँ त्यो ओडार जस्तो जग्गामा पस्नुहुन्छ? बस्दैन नि, किनभने त्यो त जान्ने मिस्त्रीले बनाएको होइन। सुन्नुहोस्, त्यस्तै प्रकारले तपाईँ र मैले जुन दिन प्रभुलाई ग्रहण गऱ्यौँ त्योभन्दा अगाडि चाहिँ हामीलाई शैतानले बनाइसकेको हुन्छ। अर्कै प्रकारले हाम्रो मुख पनि बनाइसकेको हुन्छ, आँखा पनि बनाइसकेको हुन्छ। हेऱ्यो भने चाहिँ बिगारेको, त्यो अघिको मान्छेले घर बनाएको कि बिगारेको? बिगारेको। बन्द बनाइहेरेको तर बिगारेको। त्यसले गर्दा शैतानले हामीहरूको मुख बिगारेको हुन्छ, आँखा बिगारेको हुन्छ, उसको हिसाबले बनाएको। कस्तो बनायो? शैतानिक बनाएको। दानको घरमा कसरी बनाउने, यसलाई भत्काएर नयाँ बनाउनुपर्छ भन्छ। त्यस्तै प्रकारले हाम्रो प्रभु यीशु मसीहले चाहिँ हाम्रो जीवनलाई रिपेयर गर्ने होइन। रिपेयर भनेको चाहिँ अलिअलि दुःख सुख टालटोल गर्ने होइन, रिपेयर गर्ने होइन, उहाँले चाहिँ नयाँ बनाउनुहुन्छ। के बनाउनुहुन्छ? त्यसले गर्दा वचनबाट कुरा हेर्छौँ। मत्तीको किताब 16 अध्यायमा आउनुहोस्। मत्तीको किताब 16 अध्याय 16 अध्यायमा यहाँनिर 13 पद पढ्यो भने म पढेर प्रार्थना गर्छु। जब येशू सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्छन्, म मानिसका पुत्र चाहिँ को हुँ? प्रार्थना गर्नु है। अब यो किन यही कुरा मैले निकालेको भन्दा चाहिँ अब हामीले फाल्टु केही धेरै पढ्नु बुझ्नु पर्दैन। हामी बाइबलको एकदमै ठुल्ठुलो ज्ञानी विद्वान पनि हुनु पर्दैन, किनभने यही कुरोलाई हामीले घरिघरि बुझेर यही कुरालाई घरिघरि दोहोऱ्याएर अनि हामीले त्यसमा सिद्ध हुनु मात्रै हो। जस्तो अब पत्रसको किताबमा आउनुभयो भनेदेखि यहाँ पहिला पत्रसतिर आउनुहोस्। दोस्रो पत्रसको किताब 1 अध्यायको 12 पदमा पढ्दैछु। हेर्नुहोस्, फाल्टु धेरै कुराहरू हामीले सिकिबस्नु जरुरत छैन। यहाँ दोस्रो पत्रस 1:12, 2 पिटर 1:12 भन्छ, यसै कारण म यी कुराहरूको विषयमा तिमीहरूलाई सधैँ सम्झना गराउनको निम्ति लापरवाही हुने छैन। हुन त तिमीहरू यी कुराहरू जान्दछौ र हालको सत्यतामा स्थिर छौ। कतिवटा कुरा जाने तापनि दोहोरिन्छ क्या त। Though we know so many things, but still so many things get repeated. दोहोरिन्छ। 13 पद, हो जबसम्म म यस डेरामा रहँला तबसम्म तिमीहरूलाई सम्झना गराई तिमीहरूलाई उत्तेजित गराउन म उचित सम्झन्छु। 14 पद, किनकि हाम्रा प्रभु यीशु ख्रीष्टले मलाई देखाउनु भए अनुसार मेरो डेरा उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु। 15 पद, त्यसमाथि मेरो मृत्युपछि तिमीहरूले यी कुराहरू सधैँभरि सम्झनामा राख्न सक भनी म प्रयत्न गर्दछु। पत्रसले पनि, प्रभुको दास पत्रसले पनि फाल्टु फाल्टु कुराहरू बताएन, जानेकै कुराहरू घरिघरि सम्झनामा ल्याएको छ। बुझ्नु रहेछ नि, होइन? त्यसले गर्दा अब एउटा नानीले 0, 1, 2 देखि लिएर गएर 100सम्म लेख्न सकेन भने त्यही मेटाउँदै लेख्दै अनि जब 100सम्म 100सम्म चट्टै लेख्ने हुन्छ, त्यही त हो काम लाग्ने कुरा। त्यस्तै प्रकारले हामीले ठुलो कुरा केही जान्नु पर्दैन, साधारण बेसिक कुरो, मूलभूत कुरो, तर त्यही कुरालाई घरिघरि सिकाउनु भन्छ है।
यस कारणले गर्दा मत्तीको किताब 16 अध्यायमा चाहिँ हामीले 13 अध्यायमा चाहिँ प्रभु यीशु मसीह चेलाहरूसँग एउटा जग्गामा आइपुग्नु भयो, जुन जग्गाको नाम चाहिँ सिजरिया फिलिपी भन्छ। सुन्नुहोस् है, सिजरिया फिलिपी। र किन चाहिँ सिजरिया फिलिपी भनेको भन्दा चाहिँ पुरानो नियममा परमेश्वरको राज्य थियो इजरायल, अनि इजरायल राज्य भएकोले गर्दा एउटा राष्ट्र थियो। तर इजरायल चाहिँ केयरलेस भयो, लापरवाही भयो, परमेश्वरको व्यवस्थामा चलेन। नचल्दाखेरि रोमको सरकार अथवा रोमीहरूले सबै संसारलाई जितेर लग्यो, इजरायललाई पनि जितेर लगेपछि अब के भयो, इजरायल पनि रोमको अधीनमा पर्यो। रोमको अधीनमा परेपछि त अब इजरायलमा राजा हुनुपर्ने, दाउद राजा, सोलोमन राजा हुनुपर्ने छैन। अब मन्दिर त छ तर राज्यै छैन। त्यस कारण अब राजा को भयो? मेरो पछाडि भन्नु सिजर भन्नु। यता हेर्नु भने मात्रै बुझ्नुहुन्छ। सिजर चाहिँ राजा भयो, किनभने सिजर भनेको चाहिँ रोमको सम्राटलाई सिजर भन्छ। अनि सिजरले चाहिँ इजरायललाई मात्रै राज्य गरेन, सारा संसारलाई रोमले के राज्य गरे। जस्तै ब्रिटिसले संसारलाई राज्य गरे जस्तै सिजरले पनि राज्य गरे। रोमको राजालाई चाहिँ सिजर भन्छ, सम्राटलाई। अनि फेरि त्यो सिजर राजाले चाहिँ यता इजरायलमा चाहिँ 4वटा गभर्नर राख्थ्यो। सुन्नुहोस्, 4वटा गभर्नर राख्थ्यो। जस्तै पिलातस भन्छ नि, हेरोद पिलातस भने जस्तै गभर्नर राख्थ्यो। अनि त्यो गभर्नर चाहिँ आज 4वटा जग्गामा हुन्थ्यो। अनि त्यहाँदेखि चाहिँ अहिले प्रभु यीशु मसीह चाहिँ फिलिप्पी भन्ने जग्गामा आएर बस्नु भएको थियो। फिलिप्पी भन्ने जग्गा, सिजरिया फिलिप्पी भनेको चाहिँ सिजरले राज गरेको संसार, फिलिप्पी भन्ने जग्गा इलाका भनेको, बुझ्नुभयो? त्यही अब कुरा बुझ्नु पर्यो। अब प्रभु यीशु मसीह त्यहाँ फर्स्ट टाइम आएर चाहिँ के गर्नुभयो, अब पृथ्वी तलमा पहिला मेरो इजरायल राज्य थियो, छैन। अब इजरायल राज्य अब के भयो, खरानी भयो, सिजरले लग्यो। अब मेरो स्वर्गको राज्य आउँदैछ। स्वर्गको राज्य चाहिँ अब कहाँ स्थापित गरौँ त भनेर चाहिँ अब फिलिप्पीमा गरौँ कि भनेको होइन। सिजरिया फिलिप्पी भनेको चाहिँ संसार चाहिँ सिजरले लग्यो। अब फिलिप्पी भन्ने जग्गामा आएको छु। यो जग्गामा चाहिँ अब त्यो जग्गाको गभर्नर चाहिँ फिलिप थियो। फेरि सिजरिया भनेको रोमको सम्राट सिजर, त्यो जग्गाको गभर्नर चाहिँ फिलिप। अनि त्यहाँदेखि प्रभुले भन्न चाहेको चाहिँ अब पहिला संसारकै राज्य थियो, इजरायल छैन। अब म स्वर्गको राज्य स्थापित गर्ने, कहाँ गरौँ त भन्दाखेरि चाहिँ अब एउटा जग्गा चाहियो। अब जग्गा चाहिनुको लागि चाहिँ यो चाहिँ पृथ्वीको जग्गाले भएन। अब स्वर्गको राज्य चाहिँ कहाँ स्थापित गर्ने भन्दा मान्छेको हृदयमा स्थापित गर्नुपर्ने भयो। त्यसो गर्दा उहाँले पहिला सोध्नुभयो, मान्छेहरूले चाहिँ मलाई के भन्छन् र तिमीहरू चाहिँ मलाई के भन्छौ भनेर चाहिँ सठिक प्रकारले प्रभु यीशु मसीहको बारेमा कुरा बुझ्यो भने चाहिँ अब त्यो राज्य चाहिँ प्रत्येक हृदयमा आउने बेला भयो। त्यसले गर्दा यहाँ 13 पद पढ्दैछु। जब येशू सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्छन्, म मानिसका पुत्र चाहिँ को हुँ? स्वर्गको राज्य स्थापित हुनुभन्दा अगाडि, स्वर्गको राज्यको कुनै ढुङ्गो राख्नुभन्दा अगाडि चाहिँ के जानेको हुनुपर्दछ। 14 पद। तिनीहरूले भने, तपाईँलाई कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया, अरूले यर्मिया अथवा भविष्यवक्ताहरूमध्ये कसैले कुनैले एक हुन् भनी भन्छन्। अब फाल्टु मान्छेले फाल्टु कुरा बुझेको रहेछ प्रभु यीशु मसीहको बारेमा। तर अब चेला भनेको त चेला हो। अब चेलाले चाहिँ सठिक कुरा प्रभु यीशु मसीहको बारेमा बुझ्यो भने चाहिँ त्यहाँ चाहिँ अब स्वर्गको राज्यको जग लाग्यो भन्न खोजेको। त्यो त अब 15 पद। अच्छा, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ नि के भन्छौ, म को हुँ? अब 16 पद। सिमोन पत्रसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भनेर भन्यो। अनि प्रभु यीशु मसीहले भन्नुभयो, तिमी आफै जानेको कुरा होइन, यो चाहिँ स्वर्गको परमेश्वरले हृदयमा पवित्र आत्माद्वारा प्रकट गरिएको कुरा हो। तिमीले जानेछौ, स्याबास। अब प्रभु यीशु मसीहलाई जसले परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भनेर जान्छ, जान्नु नै अब के भयो, स्वर्गको राज्यको जग बसालियो भनेर भन्नुभयो। त्यो त अब हृदयमा, पत्रसको हृदयमा त्यो विश्वासको जग आयो। अनि जग आएपछि प्रभुले भन्नुभयो, अब यो ढुङ्गा, यो जग हो, यो चाहिँ कर्नर स्टोन हो। यो ढुङ्गामाथि चाहिँ अब मण्डली बनाउँदै लान्छु भनेको। अब दाजुको हृदयमा पनि त्यही विश्वास आउँछ, हाम्रो छोरीहरूको हृदयमा पनि त्यही विश्वास आउँछ, जिजस क्राइस्ट इज सन अफ गड भनेर विश्वास आउँछ। हामी सबैको हृदयमा जब त्यो आउँछ, त्यो चाहिँ अब 0, 1, 2 गरेर 100मा गएको जस्तै 0 अथवा 1 भने जस्तै 1 सिके त्यो कुरा। हामी सबैले यो कोठामा म विश्वास गर्छु प्रभु यीशु मसीह को भन्दा चाहिँ
इज द सन अफ गड, जीवित परमेश्वर, सन अफ लिभिङ गड, जिउँदो परमेश्वरको पुत्र भएर संसारमा आउनु भएको रहेछ भनेर यहाँ म विश्वास गर्छु हामी सबैकोमा छ। अब त्यति जान्ने बित्तिकै प्रभुले भन्नुभयो 17 पद कसरी पढ्नु मलाई सहायता अनि यसोले जवाफ दिएर उनलाई भन्नुभयो, भन्नुभयो, योनाका छोरा सिमोन तिमी धन्य हौ, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ। अब त्यस्तै प्रकारले हेर्नुहोस् त, हामी पनि कहाँ कहाँ जन्मेको, हामीले जिन्दगीमा क्रिस्चियन हुन्छ भने सोचेको पनि थिएन होला। कति क्रिस्चियन परिवारमा तपाईँहरू जन्मिनु भयो तर पनि साँचो प्रकारले क्रिस्चियन हुन्छ सम्झेको थिएन होला। त्यसको लागि सारा संसारमा कति मान्छेहरू छ, तर तपाईँ र मेरो हृदयमा चाहिँ स्वर्गको परमेश्वरले एउटा प्रकाश दिनुभयो, एउटा बुद्धि दिनुभयो। के रहेछ, हामीलाई कसो कसो गर्दा विश्वास आयो कि प्रभु यीशु मसीह त साँच्चै परमेश्वरको पुत्र हुनुहुँदो रहेछ भनेर उहाँभित्र लेख्यो। अब लेखेपछि हामी कति गर्दा पनि त्यो मेटाउन सक्दैनौँ। फेरि बाहिर सडकमा हिँड्दै गरेको मान्छेलाई त्यसकोमा लेखौँ न भन्दा पनि हुँदैन। फेरि यो कुरा चाहिँ यस्तो, यो चाहिँ स्वर्गले हालेको कुरा हो। यो चाहिँ विश्वास भन्छ। यो चाहिँ हामीले चर्च गई बसेर विश्वास पलाएको पनि होइन, यो चाहिँ अचम्म रीतिले हाम्रो हृदयमा परमेश्वरले विश्वास जगाइदिनु भएको। त्यसै कारण त हामीहरूकोमा त्यति आइसकेपछि अब 18 पदमा प्रभुले त्यो विश्वासलाई चाहिँ ढुङ्गा जस्तो भनेको, अनि म तिमीलाई भन्दछु तिमी पत्रस हौ, यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। अब सुन्नुहोस् त, बिस्तारै बताउँछु नि म। त्यो त तपाईँ र मैले जुन दिन प्रभु यीशु मसीह चाहिँ सत्य जीवित परमेश्वरको पुत्र भएर संसारमा आउनु भएको रहेछ, हाम्रो पापको लागि क्रुसमा क्रुसिफाइड हुनुभएको रहेछ, रगत बगाएको रहेछ, निर्दोष प्रभुले हामी जस्तो पापीको पापलाई बिहोरेको रहेछ। अब यो प्रभु यीशु मसीहले संसारलाई नयाँ बनाउनु हुने रहेछ। पहिला पनि यो बाइबल पढ्दै जाँदा पानीले संसार नष्ट भएको रहेछ भनेर जब हामी बुझ्छौँ, अब यो चाहिँ एउटा चट्टान जस्तो भन्छ, चट्टान। अब यो विश्वासले चाहिँ हामीलाई लास्टसम्म मरुन्जेलसम्म यो चाहिँ चट्टान जस्तो, चट्टान भनेको त्यसमाथि टेक्यो भने चाहिँ दब्दैन, त्यो त्यस्तो खालको बलियो चिज परमेश्वरले हाम्रो हृदयमा हालिदिएको। अनि भन्नुभयो म यो विश्वासमाथि अथवा चट्टानमाथि चाहिँ मण्डली बनाउँछु, तर कुरा चाहिँ के छ भने शैतान लड्न आउँछ तिमीहरूलाई यो संसारमा, अनि नरक आउँछ, नरक चाहिँ विजय हुनु हुँदैन भनेर भन्नुभयो। अब बिस्तारै बताउँछ अब के भनेको, नरक चाहिँ विजय हुनु हुँदैन, अथवा अधोलोकको फाटक चाहिँ विजय हुनु हुँदैन, अथवा गेट्स अफ हेल चाहिँ जित्नु हुँदैन। यो विश्वासलाई भनेको चाहिँ के हो, राम्रोसँग हेर्नुहोस्। अब बाइबलमा बताउँछ, बाइबलले नयाँ नियममा कि मण्डली निर्माण हुनुको लागि पहिला चाहिँ व्यक्ति विशेष बनिनुपर्छ अरे। त्यसले गर्दा प्रभु यीशु मसीहले यहाँ सोद्धाखेरि पनि तिमीहरू को हो, तिमीहरू चाहिँ के भन्छौ भने एक एकजनालाई सोध्नुभयो, अनि पत्रसले जवाब दियो। त्यस्तै प्रकारले तपाईँ र मैले पनि इन्डिभिजुअली व्यक्तिगत प्रकारले मनभित्रबाट प्रभु यीशु मसीहलाई भन्न सक्नुपर्छ, प्रभु तपाईँ चाहिँ साँच्चै जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भने एक एकजनाले पहिला त्यो जानेको हुनु पर्यो। त्यसलाई इन्डिभिजुअल भन्छ, व्यक्तिगत जानेको हुनु पर्यो। अब व्यक्ति व्यक्ति मिलेर मात्रै घर हुन्छ, अनि घर घर मिलेर मात्रै मण्डली हुन्छ। याद गर्नुहोस्, व्यक्ति व्यक्ति मिलेर घर हुन्छ, घर घर मिलेर मण्डली हुन्छ। व्यक्ति विशेषलाई प्रभुले बनाउन सक्नु भएन भने घर बनिँदैन, घर बनिन सकेन भने मण्डली बनिँदैन। त्यो कुरा चाहिँ त्यहाँ छ। अब व्यक्ति विशेषलाई कसरी बनाउनुहुन्छ त भन्दाखेरि यहाँनिर कसरी भन्दाखेरि पहिला यर्मियाको किताबमा 31 अध्यायमा 31 अध्यायको 4 पद पढ्दाखेरि त्यहाँनिर अब हामीलाई इजरायल भनेर सम्बोधन गरेको छ। जसले प्रभु यीशु मसीहलाई विश्वास गर्छ त्यो इजरायल भयो। अब यहाँनिर तँ भनेर, तँ भनेको चाहिँ यु, तिमी होइन। तँ भनेको चाहिँ यु भनेको तिमी भनेको व्यक्तिगत प्रकारले हामीलाई प्रभुले औँलो ठड्याएर भनेको। त्यो पढ्न 4 पद। हे इजरायल की कन्या, तँलाई भनेको व्यक्तिगतै सुन्नुहोस् है। तपाईँ र मलाई प्रभुले एक एकजना गरेर बनाउन सक्नु भएन भनेदेखि चाहिँ हामी घर बनिन सक्दैन, घर घर मिलेर मण्डली हुन सक्दैन। तर व्यक्तिगत प्रकारले कसरी बनाउनुहुन्छ त्यो हामी हेरौँला। तर भन्दैछ म तँलाई फेरि निर्माण गर्नेछु अनि गरिनेछस्, फेरि पनि तैँले आफूलाई तेरा खैजडीहरूले सिँगार्नेछस् र खुसी मनाउनेहरूको नाचमा निस्केर जान्छ। हो, भन्नु मतलब जीवन जस्तै भ्रष्ट भएको भए पनि, पहिला जीवन जस्तै बिग्रेको भए तापनि फेरि खैजडी बजाएर आनन्दसँगले भनेको चाहिँ नयाँ सुरुवात। सबजना नयाँ सुरुवात भन्नुहोस् त, नयाँ न्यू बिगिनिङ। एकदम म तँलाई भन्। तर यहाँनिर तिमीहरूलाई भनेको भए चाहिँ प्लुरल हुन्थ्यो। प्लुरल भनेको बहुसङ्ख्यक,
अब प्लुरल भनेको चाहिँ सबै एकमुष्टमा हुन्थ्यो, त्यस्तो छैन। यहाँ चाहिँ भन्छ म तँलाई बनाउँछु भनेपछि चाहिँ सुन्नुहोस् है, हामी एउटै घरमा बसेर 10जना परिवारहरू छौँ अरे, तर हामी चर्चमा आउँछौँ अरे, तर एक एकजना हामी बनिएको छैनौँ भनेदेखि चाहिँ चर्चमा पनि हाम्रो कुरा मिल्दैन, घरमा त मिल्दैन, चर्चमा पनि कुरा मिल्दैन। त्यसले गर्दा कुरा मिल्नको लागि चाहिँ एक एकजना बनिनु पर्यो। त्यो त प्रभुले भन्नुहुँदैछ म तँलाई निर्माण गर्छु। तँ भनेको एक एकजना भनेको, बुढा अलग्गै बनिनु पर्यो, बुढी अलग्गै बनिनु पर्यो, छोरी प्रभुमा अलग्गै बनिनु पर्यो, छोरा अलग्गै बनिएको हुनु पर्यो। भन्नु मतलब प्रत्येकले प्रभु यीशु मसीहलाई राम्रोसँग चिनेर उसको जीवन बनिएको हुनु पर्यो। किन बनिनु भन्दा चाहिँ पहिला चाहिँ सुन्नुहोस्, पहिला चाहिँ शैतानले हामीलाई बनाएको हुन्छ। अब मानिनुहोस् एउटा नेपालमा एउटा घर छ अरे, अथवा युकेमा एउटा घर छ अरे, नजान्ने मिस्त्रीको हातमा पर्यो अरे, भर्खरको सिकारु मिस्त्री रहेछ अरे, अनि दामी दामी काठहरू, ब्रिक्सहरू, इँटाहरू, रङहरू दियो अरे, तर एबिसिडी केही जान्दैन अरे घरको बारेमा। त्यसले पनि एउटा घर बनाएछ, के जस्तो भयो, गोडाउन जस्तो भन्नु सक्दैन, एकदम डरलाग्दो, एकदम कब्रिस्तान जस्तो भयो, घर जस्तो नभएर भट्टी जस्तो भयो, रोटी पोल्ने भट्टी जस्तो। अब किन कसले बनाएको, एउटा नजान्ने मिस्त्रीले बनाएको, सब बिगार्यो। अब भोलि पर्सि त्यो जग्गामा तपाईँले त्यो जग्गा किन्नुभयो, ल्यान्ड किन्नुभयो भनेदेखि यो घर रहेछ भइहाल्यो भनेर तपाईँ त्यो ओडार जस्तो जग्गामा पस्नुहुन्छ, पस्दैन नि, किनभने त्यो त जान्ने मिस्त्रीले बनाएको होइन। सुन्नुहोस्, त्यस्तै प्रकारले तपाईँ र मैले जुन दिन प्रभुलाई ग्रहण गऱ्यौँ त्योभन्दा अगाडि चाहिँ हामीलाई शैतानले बनाइसकेको हुन्छ। अर्कै प्रकारले हाम्रो मुख पनि बनाइसकेको हुन्छ, आँखा पनि बनाइसकेको हुन्छ। हेऱ्यो भने चाहिँ बिगारेको, त्यो अघिको मान्छेले घर बनाएको कि बिगारेको, बन्द बनाइहेरेको तर बिगारेको। त्यसले गर्दा शैतानले हामीहरूको मुख बिगारेको हुन्छ, आँखा बिगारेको हुन्छ, उसको हिसाबले बनाएको। कस्तो बनायो, शैतानिक बनाएको हुन्छ, एकदम झनक्कै रिसाउने, चस्सै आज रिसाउने, आँखाले नराम्रो कुरा हेर्ने, मुखले प्याट्टै जवाब दिइहाल्ने, हातले पक्कै हेर्ने।